नमस्ते। अहिले म दार्चुला जिल्लाको मल्लिकार्जुन गाउँपालिका वार्ड नम्बर 3 मडे स्थित शैल्य मल्लिकार्जुन द्वादश ज्योतिर्लिङ्गको प्राङ्गणमा उभिएको छु। यो देशकै 7औं राष्ट्रिय ठुलो धामको रूपमा परिचित धाम हो। यहाँ स्पेसली वर्षमा 2 दिन 2 पटक मल्लिकार्जुन मेला जात्राका लागि एकदमै प्रसिद्ध ठाउँ छ। यहाँ चाहिँ असारको त्रियोदशी चतुर्दशीको समयलाई मध्यनजर गरेर र त्यसै गरी कार्तिकको चतुर्दशीको दिन यस दिव्य भूमिमा चाहिँ ठुलो जात्रा लाग्ने गर्दछ। यो महादेवको एकदमै पूजा आराधना गरिने प्रसिद्ध धाम हो। तपाईहरु देख्न सक्नुहुन्छ मेरो पृष्ठभूमिमा यो मल्लिकार्जुन द्वादश ज्योतिर्लिङ्गको मन्दिर छ। यस प्राङ्गणमा पनि तपाईलाई देखाउन चाहन्छु। यस मन्दिर समितिका सचिव हुनुहुन्छ हाम्रो माझमा अहिले। उहाँले चाहिँ यहाँको हल्का केही ऐतिहासिक कुरा भनिदिनुहुन्छ। अब यो मल्लिकार्जुन धाम ऐतिहासिक रूपमा भन्नुपर्दा यसको इतिहास लिखित रूपमा छैन अहिलेसम्म पनि। हजुर। करिब अब वैज्ञानिकहरूले दार्शनिकहरूले अनुसन्धान गर्दा खेरि चाहिँ यो 12औं शताब्दीतिर स्थापना भएको भन्ने छ हाम्रो किम्वदन्ती अनुसार। खास गरी यता जो कलाकृतिहरू छन्, मूर्तिहरू छन्, ती मूर्तिहरूको आधारमा साँच्चीकै पनि तत्कालीन 12औं शताब्दीतिर रहेका देश र अन्तर्राष्ट्रिय जगतमा रहेका कलाकृति कालीगढहरूले बनाएका मूर्तिहरूको आधारमा चाहिँ यो त्यही मितिमा स्थापना भएको हो कि भन्ने पनि लाग्छ। धेरै कुराहरू हाम्रो टुटफुट रहेका विभिन्न कलाकृतिहरू छन् जसलाई हामीले सङ्ग्रहालयमा राखेका छौँ। अहिले बाहिर छैनन् तिनीहरू पनि। हजुर। आवश्यकता पर्यो भनेपछि अनुसन्धानकर्ताहरूले उपलब्ध गराउन माग गरेमा उहाँहरूलाई हामी उपलब्ध गराउँछौँ। त्यहाँदेखि लिएर अहिलेसम्म निरन्तर अब चलिआएको छ यसको महत्त्व, महिमा र वरदानी जुन अस्तित्व हो त्यो अस्तित्व चाहिँ अहिलेसम्म जीवित रहेको छ। अब त्यो महत्त्व हुन पनि महत्त्व त एउटा ठाउँमा छ, त महत्त्वलाई बचाइराख्नका लागि बडा समस्या छ। सामाजिक सवालमा राष्ट्रिय स्तरमा अहिलेको जुन धर्मप्रतिको वितृष्णा, फेरि अन्य धर्महरूको हस्तक्षेप
आदि इत्यादिका कारणले गर्दा यो हिन्दू धर्म र श्री शैल्य मल्लिकार्जुन शिवका 12 ज्योतिर्लिङ्गहरूमध्येको ज्योतिर्लिङ्गलाई जीवित र त्यसको महिमालाई बचाउन अलि कठिन अवस्थामा रहेको छ। अब यो चाहिँ हाम्रो मुख्य गरी पूजा हुने दुईटा स्थान हो। खास गरी मल्लिकार्जुन मन्दिर यहाँ स्थापना भए पनि यसको मुख्य पूजा हुने ठाउँ भनेको हाम्रो यहाँदेखि करिब 3.5 किलोमिटर टाढातिर। मल्लिकार्जुन शिखरहरू मल्लिकार्जुन शिखर 3 किलोमिटरभन्दा अलि बेसी छ। त्यहाँ चाहिँ वर्षमा 2 पल्ट औपचारिक पूजा हुन्छ। 2 पल्ट भनेको आषाढ शुक्ल पक्ष चतुर्दशी तिथिमा र अनि कार्तिक शुक्ल पक्ष त्रयोदशी तिथिमा शिखरमा औपचारिक रूपमा पूजन गरिन्छ। र त्यही दोस्रो दिन यानि कार्तिक शुक्ल पक्ष चतुर्दशी तिथिका दिन चाहिँ यो मल्लिकार्जुन धाममा रात्रिकालीन ठुलो मेला लाग्ने गर्दछ। त्यसका अतिरिक्त यो मन्दिरमा गोरा भयो नुहाकी चढाउने कुरो नवरात्रि अहिले चलिरहेको अवस्था छ। त्यसका साथसाथै हाम्रो शिवरात्रि पर्व हुन्छ। अनि पुष महिनामा जागरण भन्ने हुन्छ। जागरण भनेको मतलब स्थानीय भाषामा त्यसलाई जागर भनिए तापनि अहिले भित्र जुन एउटा ढोलक जस्तो तामाको मोरियो राखिएको छ त्यो मोरियोमा भगवान शिवका स्तुति गान सहित रातभरि जागरण बस्ने चलन छ। त्यसपछि कुनै एउटा सार्वजनिक रूपमा त एक दिन हुने भयो। अनि थप चाहिँ कसैले जागरण गर्न चाहेमा चाहिँ लगातार 10-15 दिनसम्म पनि रहिहाल्ने। त्यसका साथसाथै अब सत्यनारायण कथा पूजाहरू अनि सप्ताह नभाहरू झन् अहिले हामीले यो वर्ष सकेसम्म कोसिस गरिरहेछौँ कि माघमा चाहिँ 11 दिने शिव पुराण महायज्ञ सञ्चालन गर्ने एउटा अनौपचारिक सहमति गरेका छौँ। त्यो चाहिँ अब त्यसका लागि एउटा प्रक्रिया हामी चलाइरहेछौँ। यतिसम्मको सामान्य जानकारी भन्दछु। ए हस्, धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद। हस् हुन्छ।